फेरि लिएर आइसकेको छु कोटको कटिङ। अनि हामीले यहाँ फोटो पनि राखेको छ, हेर्न सक्नुहुन्छ। अनि हामीले यस्तै कोटको कटिङ हालिराखेको हुन्छ। सब्सक्राइब र बेल आइकन दबाउन नभुल्नुहोस्। केही त्रुटि भएन यहाँ कमेन्टमा लेखेर पठाउनुहोस्। अनि हाम्रो सम्पर्क नम्बर पनि हुन्छ, त्यो सम्पर्क नम्बर पनि सम्पर्क गर्न सक्नुहुन्छ। ल हस्, नमस्कार। आज म तपाईँलाई नाप देखाउँछु पहिला, अनि त्यसपछि कोटको कटिङ देखाउँछु। यहाँ 28.5 इन्ची लम्बाइ छ, 29.5 इन्ची छाती छ, 37.5 इन्ची कम्बर छ, 18 इन्ची तिरा, 25 इन्ची बाउला, 39.5 इन्ची हिप छ, अनि 16 इन्ची गाला छ, ब्याग छ। ल यो मार्का यतापट्टि लगाउने एउटा, अनि यतापट्टि लगाउनु। त्यसपछि है यो पनि मार्का खिच्नुहोस्। अनि त्यसपछि यहाँदेखि लम्बाइ नाप्नु। हाम्रो 28.5 इन्ची लम्बाइ छ, हामीले यहाँ 29 इन्ची लिन्छौँ। त्यसपछि हामीले 2 इन्ची तलको भाग लिने, अनि यहाँ माथिदेखिको 38 इन्ची छ हाम्रो, यहाँ 9.5 इन्ची लिन्छु म। अनि यहाँ कम्मरको भाग 17 लिन्छु। अनि फेरि माथिल्लोपट्टिमा यहाँ तपाईँको 1.5 इन्ची लिन्छु। यो मार्का खिच्नु, सबै मार्का खिच्नुहोस्। अनि त्यसपछि तपाईँको यहाँ 1.25 इन्ची लिनु, यहाँ 1.5 इन्ची लिनु यो बिटको भागदेखि। अनि यहाँ चाहिँ 1 इन्ची लिनु। अनि यो मार्का खिच्नुहोस्, हल्का स्केल माथि गरेर फेरि यो मार्का अलिकति खिच्नु। अनि यसलाई फर्काएर यो खिच्नुहोस्। त्यसपछि हामीले तिरा नाप्ने। तिरा हाम्रो 18 इन्ची छ, हामीले 19 मा काट्ने हो। 1 इन्ची ठुलो राख्नुपर्छ सिलाइको भाग। अनि हामी यहाँ 3.5 इन्ची गला लिन लाग्छौँ। तपाईँको ब्याक हाम्रो 16 इन्ची छ, 16 इन्ची लिने, अनि 1/2 इन्ची सिलाइको भाग राख्ने। कम्मर 37 इन्ची छ, 37 को हामीले 5 भाग गर्ने हो। 7.25 राख्ने हो। सवा 7 इन्ची एक लाइन राख्ने। अनि त्यसपछि हामी तलको भाग चाहिँ यो माथिको भाग चाहिँ हाम्रो 9 छ, 9.25। यो पनि हामीले 9.25 लिने। अनि यो मार्कादेखि यो मार्का उठाउनुहोस्। त्यसपछि यो मार्कादेखि यहाँसम्म उठाउनुहोस्। अनि यसलाई फर्काउनुहोस्। अनि यो फर्काएर अनि यसलाई यहाँसम्म खिच्नुहोस्। अनि त्यसपछि हामीले यहाँ साइडको भाग राख्ने हो। 1.25 इन्ची राख्नुहोस्, 1.25 इन्ची राख्नुहोस्। अनि तलदेखि हामीले 9 मा राखिन्छ। यो लम्बाइ अनुसार हुन्छ यो। अनि यो भागलाई हल्का यसो सेप गरेर खिच्नुहोस्। यो भागलाई चाहिँ यहाँ माथिपट्टि गरेर खिच्नुहोस्। हाम्रो ब्याकको मार्क लगायो, यसलाई काट्दिन्छु मैले।
काट्दै हामीले अगाडिको पल्ला काट्ने हो। अब हामीले यसैलाई राखिन्छ यहाँ। यसलाई पुरै सिधा राख्नु, एकदम बाङ्गो भयो भने हाम्रो मार्का पनि बाङ्गो हुन्छ। त्यसपछि यो मार्कालाई सबैलाई उठाउनुहोस्। हाम्रो यो लम्बाइ अनुसार राख्ने हो। मैले यहाँ 9 इन्चीमा राखिदिएँ। 9 इन्चीमा राखेँ पकेटको भाग। सबैलाई उठाउनुहोस्। अब हाम्रो यहाँ छातीको भागमा लिने हो। 38.5 इन्ची छ। 9.5 इन्ची एक लाइन लिने, अनि त्यसपछि पछाडिको भागमा 1 इन्ची पछाडि गरेर मार्का लाउनु, अनि त्यसपछि 2 इन्ची थपिदिनु। अनि त्यसपछि हामीले 1 इन्ची अप्रेसनको भाग राखिदिन्छौँ। अनि यहाँदेखि यहाँसम्म 20 सेन्टर दिनुहोस्। अनि यसको 20 सेन्टर गरेर हामीले वालिट राख्यौँ। हामीले यहाँ 4 इन्चीको वालिट राखिदिन्छौँ। त्यसपछि तपाईँको यहाँको 5.5 छ, 5.5 इन्ची एक लाइन कम छ। यहाँ पनि त्यति नै राख्ने हो, 5.5 इन्चीमा एक लाइन कम। त्यसपछि पछाडिको भागमा 1 इन्ची राख्नुहोस्। अनि यहाँ 6 इन्चीमा पकेटको राख्नुहोस्। अनि यो भागदेखि 9.5 छ, यहाँ पनि हामीले 9.5 राखिन्छौँ। अनि यो दुईटैलाई यो मार्कालाई यस्तो खिच्नुहोस्। त्यसपछि हामीले यहाँ 2 इन्ची थपिन्छ यसमा मैले 2 इन्ची थपेँ। अनि यो 2 इन्चीको भागबाट यहाँबाट त्यो मार्का खिच्नुहोस्। छातीको 4 भाग गरेर 9.5 इन्ची एक लाइन यहाँ पनि राख्नुहोस्। 9.5 इन्ची एक लाइन यहाँ पनि राख्नुहोस्। अनि यो मार्का र यो मार्कामा खिच्नुहोस्। अनि यसलाई यस्तो फर्काएर यहाँ अप्रेसनको भागले हल्का हाफ इन्ची दिनुहोस्। अनि यहाँदेखि हामीले अप्रेसनको पनि राखिन्छ यति। अनि यो भाग र यो भागलाई यहाँ सिधा यसको लागि खिच्नुहोस्। माथिदेखि 2 इन्ची तल राख्नुहोस्। अनि त्यसपछि हामीले यो हल्का छड्के लगाइन्छ वालिटको मार्का। त्यसपछि हाम्रो यो अप्रेसनको भाग भयो। अनि यसलाई चाहिँ हामीले राउन्ड घुमाइदिने। यहाँदेखि हामीले 2 इन्ची राख्ने यो राउन्डको भाग। अनि यसको
यस्तापट्टि राखेर यस्तो मार्क लगाइदिनु। त्यसपछि यो राउन्ड घुमाइदिनु। अनि यहाँदेखि हामीले यहाँ ठ्याक्कै एउटा यो पकेटको भागमा एउटा बटनको भाग राख्ने। अनि यहाँदेखि 4.5 इन्ची माथि गरेर एउटा मार्क लगाउनु बटनको। अनि यो ब्यागको हो, हाम्रो ब्यागको यो पछाडिको भागलाई यहाँ नाप राख्नुहोस्। अनि राखेर यहाँ नाप्नुहोस्। त्यसपछि यो भागलाई यस्तो गरेर मार्क लगाउनुहोस्। यहाँदेखि माथि गरेर एकदम मार्क लगाउनु। यो मार्कलाई यहाँदेखि यहाँसम्म राख्नु। अनि 1/2 इन्च उता गरेर एउटा लगाउनुहोस्। यहाँदेखि 3 इन्चमा हामीले डाउन गर्यो यसको। 3 इन्चमा डाउन गर्नु। अनि यो भागदेखि यो भागसम्म हल्का ब्रेस पातलो गर्नलाई यस्तो हामीले सेप राखिन्छ। यो सेप राख्यो भने हाम्रो ब्रेसको भाग पातलो हुन्छ। त्यसपछि हामीले नाप्ने कम्मरको भागमा नाप्ने। अब यहाँदेखि यता 1/2 इन्ची सिलाउन भाग छोडिदिनु। अनि त्यसपछि 7 इन्ची छ यो। अनि हाम्रो 7 इन्चीमा यहाँ 1/2 इन्ची पनि छोडिदिनु सिलाउने भाग 7मा राख्नुहोस्। अनि यता पनि छोडिदिनु सिलाउने भाग 1/2 इन्ची 15.5 भयो। यो 15.5लाई हामीले यहाँ पनि सिलाउने भाग छोड्ने हो। अनि यसलाई यहाँ राख्ने। हाम्रो 37.5 इन्ची कम्मर छ। 18 × 36 37 37.5 इन्ची यो भयो। अनि त्यसपछि हामीले यहाँदेखि 1.5 इन्ची राखिन्छ लुजिङ। 1.5 इन्चीको डबल 3 इन्ची हुन्छ। अनि यसलाई यस्तो सेप राखेर मार्क लगाइदिनु। अनि यसलाई यति बढी राखिदिनु। अनि हाम्रो ब्याग राख्नुहोस्। यहाँ ब्यागको यो सेन्टर कम्मरको सेन्टर लगाउनु। अनि ब्याग राख्नुहोस्। त्यसपछि यहाँ यो राखौँ। अनि यो भागलाई पनि यहाँ मार्क लगाइदिनु। अनि यो सेपलाई हामीले यहाँसम्म पुर्याउनु पर्यो। यो हाम्रो कोटको सबै मार्क लगाइसक्यो मैले। अब हामीले यहाँ फ्लापको पनि लगाइदिन्छ एकैचोटि। फ्लापको पनि यस्तो एउटा भाग राख्नुहोस्। अनि यहाँदेखि तपाईँको कति इन्चीको फ्लाप राख्नुहुन्छ? हामीले 2 इन्चीको राखिन्छ। 2 इन्चीको मार्क राख्नुहोस्। अनि यो भाग राखेर अनि यसले हल्का राउन्ड घुमाइदिनुहोस्। राउन्ड घुमाइदिए अब कोट त सबै भयो। कटिङ म यसलाई काट्छु। हामीले बाउला राख्ने। बाउलामा कतिजनाले भन्नुहुन्छ
यो नम कसरी काट्ने, नम धेरै पनि नहोस् थोरै पनि नहोस्, म त्यसमा सिकाउँछु। र एकदम ठिक्कको नम हुन्छ, धेरै पनि हुँदैन कम पनि हुँदैन, एकदम सजिलो तरिका छ तपाईहरुलाई म देखाउँछु आज, एकदम इजी तरिका कसरी काट्ने। ठक्कै यो केही गर्न पर्दैन, यो भागलाई नाप्नुस्। हाम्रो यो 8.25 इन्ची रहेछ, 8 इन्ची एक लाइन रहेको छ, यो ख्याल गर्नुस्। यसलाई यस्तो सेप राख्नुस्। बाहुलाको लम्बाइ हाम्रो यहाँ 25 इन्ची छ, 25 इन्ची छ भने हामीले 1 इन्ची बढी राख्ने हो, 26 इन्ची राख्ने हो। त्यसपछि हामीले 2 इन्ची राउन्ड घुमाउने, अनि त्यसपछि फेरि म एकचोटि देखाइदिन्छु तपाईलाई। यो नाप्ने बेलामा ख्याल गर्नु होला। यो हाम्रो 8 इन्ची एक लाइन छ, यहाँ पनि 1 इन्ची माथि फाल्दिनु यहाँ, अनि त्यसपछि 8 इन्ची एक लाइन राख्नु। केही गर्नु पर्दैन, पर्फेक्ट नमाउँछ। कतिजनाले भन्छ यति भाग गर्नुपर्छ, त्यति भाग गर्नुपर्छ, केही गर्नु पर्दैन तपाईको। यति नाप्नुस्, पर्फेक्ट आउँछ। अनि त्यसपछि हामीले यहाँ 1.5 इन्ची राखिदिन्छौँ। 1.5 इन्ची राखेर अनि यो 1.5 इन्चीको भागमा नलिनु, यो 1.5 इन्ची छोडेर तपाईको यहाँ छातीको भाग लिनु। 38 इन्ची छ, 29.5 इन्ची, 9.5 इन्ची एक लाइन भयो। हामीले 1.5 इन्ची यताबाट माइनस गरिदिन्छौँ। अनि यहाँदेखि यहाँसम्म तपाईको पुरै 20 सेन्टर लिनुस्। यहाँदेखि यहाँसम्म पुरै 20 सेन्टर लिनु तपाई। अनि यसलाई पुरै सिधा खिचिदिनुस्। अनि यो माथिको भागमा 1.25 इन्ची उता राख्नुस्, अनि 1.25 इन्ची पनि यता राख्नुस्। त्यसपछि यो सेपलाई यता राख्नुस् अनि राउन्ड घुमाइदिनु। अनि यसलाई सेप गरेर यस्तो राख्नु, इन्टर मार्क लगाउनु, अनि यसलाई राउन्ड घुमाइदिनु। राउन्ड भयो। यो राउन्डलाई धेरै नघुमाउनु, थोरै घुमाउनु। धेरै घुमायो भने हाम्रो फल प्रब्लम हुन्छ। त्यसपछि हामीले यो सेपलाई तल लगाएर सेप लगाइदिन्छौँ। अनि यहाँदेखि हामीले 1.5 इन्ची राख्ने हो। त्यसपछि मोटाको हामीले 10.5 इन्ची राखिन्छ। अनि त्यसपछि 5.25 इन्ची राख्नु पर्यो। यो अनि यो हाम्रो 6 इन्ची छ, 6 इन्चीको आधी राख्नुस्, 3 इन्चीमा राख्नु। अनि यो मार्का र यो मार्कालाई उठाइदिनु। अनि यहाँदेखि हामीले यस्तो यहाँसम्म राउन्ड गर्नु। यो तालको पनि यसैमा आयो एकैचोटि। यसलाई मात्रै छापेर काट्दिन्छु। तपाईको तालको बाहुलाको तालपातलाई छापेर काट्दै पनि हुन्छ।
काट्ने यसको यसैले हामीले छापेर काट्दिन्छ, केही गर्नु पर्दैन, पहिला टेन्सन लिनु पर्दैन, एकदम इजी तरिका छ हाम्रो। यसलाई यसो राखिदिनुहोस् अनि यहाँदेखि मर्काइलाई पुरै उठाउनुहोस् अनि तलको भागलाई पनि यहाँ राखेर मर्का उठाउनुहोस्, यहाँ पनि राखेर उठाइदिनुहोस् अनि हामीले यहाँ 20 सेन्टरको पनि मार्का उठाइदिन्छ यहाँ। अनि यसलाई चाहिँ यस्तो राउन्ड घुमाइदिनु। मार्का उठाइदिनु। हाम्रो यो मार्का र यो मार्का राखेर यहाँ सेपमा काट्दिनु। सेप राख्नुपर्छ, मतलब फरक हुन्छ अर्को सेप राख्दाखेरि। सेप राख्नु अनि यसलाई धेरै राउन्ड नगर्नु, बाउला समात्छ। अनि यो मार्काभन्दा हातको मार्जिन छोडेर काटिदिनु। कटिङ भयो, सबै हामीले यस्तै काटिरहेछौँ। अहिलेसम्म केही समस्या छैन। केही समस्या आयो भने, केही बुझ्नु छैन भने तपाईँ कमेन्टमा लेखेर पनि पठाउन सक्नुहुन्छ।